को बन्ला त देशको प्रधानमन्त्री? अब सुन्नुहोस्, ब्रेकिङ न्युज। सबैलाई क्युरियोसिटी भएको छ, सबैलाई जान्न मन लागेको छ, को हुन्छ त पहिलो पार्टी देशको? यसमा जान्न मन छ। म त्यसमा लास्टमा भन्नेछु, तर सबभन्दा पहिला 5औं नम्बरको को पर्न सफल भएको छ म भन्दैछु। राप्रपा यानि कि राजावादी पार्टी 5औं नम्बरमा, डाइरेक्टबाट 7 सिट र समानुपातिबाट 3 सिट। 4 नम्बरमा पर्नुभएको छ माटो पार्टी, खर्केको पार्टी। जम्मा 4 नम्बरमा माटो पार्टी, डाइरेक्टबाट 2 सिट र समानुपातिकबाट 12 सिट। माटो पार्टी चौथोमा पर्न सफल। त्यस्तै तेस्रो पार्टी पर्न सफल, तेस्रो नम्बरमा पर्न सफल पार्टी नेकपा पार्टी, जो प्रचण्ड यानि कि पहिलो जाने पार्टी नै नभएको पार्टी, माओवादी पार्टी। डाइरेक्टमा 16 सिट र यतातिर समानुपातिकमा 23 सिट। त्यस्तै 2 नम्बरमा पर्न सफल पार्टी नेपाली काङ्ग्रेस पार्टी, डाइरेक्टमा 16 सिट र यतातिर समानुपातिकमा 23। ल भन्नुहोस्, अब पहिलो नम्बरमा देशमा पर्न सफल भएको पार्टी को लागेको छ? अब यति भनिसकेपछि त भन्न सकिन्छ होला नि त, अब सकिन्छ होला नि त, को पर्यो होला त अनि? तर कसैलाई विश्वासै नलाग्न सक्छ। पहिलो नम्बरमा पर्न सफल भएको पार्टी भन्नुभन्दा पहिले यो चाहिँ 1,90,00,000 मानिसबाट, जो सामाजिक सञ्जाल चलाउँछन् त्यसबाट चाहिँ लिएको रेकर्ड हो, जसलाई चाहिँ एआईले सजिलै देखाइदिन्छ। एआईले अहिलेको जमानामा एआईमा कोपट्टि समर्थन छ भनेर सर्लक्कै देखाइन्छ डाटा, जुन चाहिँ सामाजिक सञ्जालबाटै देशको 88 अर्ब पनि नोक्सान भयो, देश पनि ध्वस्त भयो। यही सञ्जालबाटै भएको हो। सञ्जालै नभए मान्छे थाहा नै पाउँथ्यो, थाहा नै नपाउँदा मान्छे ओहिरो लाग्थ्यो, ओहिरो लाग्न आएपछि केही हुन्थ्यो, कहाँ जल्यो पनि थाहा पनि हुन्थेन। भोलिपल्ट लौरो यसरी ओहिरो पनि लाग्थेन, जसो कारणले यति सिट जित्न सफल भएको। पहिलो नम्बरमा पर्न सफल भएको पार्टी घन्टी पार्टी यानि कि रासपा पार्टी पर्न सफल भएको छ। 10मा डाइरेक्टमा 83 सिट र समानुपातिकमा 70 सिट। टोटल 153 सिट ल्याएर नेपालको नम्बर 1 पार्टी बन्दै बालेन प्रधानमन्त्री बन्ने भएका छन्। यो ब्रेकिङ न्युज। ल कति अरूले चाहिँ झन्डै 1 करोडलाई यो भिडियो सेयर गरिहाल्नु होला जानकारीको लागि।